नमस्ते हजुर। नमस्कार हजुर। नमन गरेलु नमस्कार हजुर। नयाँ जीवन पाइयो। नयाँ जीवन पाएँ कस्तो हजुर। हुनुहुन्थ्यो उहाँ सुरुमा? गौमाताले लानुभयो, स्वर्ग लानुभयो। लानुभयो है। गौमाताले स्वर्ग लानुभयो। अब लानुहुन्छ, अब बाँचुन्जेल स्वस्थ भएर राम्रो गर्ने माता एकदम गौमाताले, लक्ष्मी माताले। हजुरको नाम खड्ग कुमारी कुमारी अधिकारी हो। अधिकारी। उमेर कति अहिले? 87 पुगेर 88 लाने हजुर। 90 पुग्न आँट्नुभएको यो उमेरमा। यसरी पहिला त लठी टेकेर आउनुभएको थियो, अब लठी चाहिँदैन? चाहिँदैन। उकालो ओह्रालो सब भाइ पनि यहाँ आउने देख्छु। आफै पकाएर यहाँ आउनु भाइ। लुगा आफै धुने? अलिअलि लुगा यो तेलै तेल हुन्छ अनि अलिअलि। पहिला चाहिँ अनि कसले गरिदिनुहुन्थ्यो? यही छोरी त हो नि मेरो। अनि उहाँ चाहिँ ओछ्यानको ओछ्यान? ओछ्यानको ओछ्यान। कति वर्ष ओछ्यान पर्नुभयो? यो भाँच्यो, यो भाँचेपछि अनि अब आमा मरिहाल्छ है। अब के गर्ने, अब त्यो अपरेसन गर्ने बेलामा धेरै घुमाउँछ। यो भाँच्यो, लडी, अनि अहिले 3 वर्ष भयो। अनि भाँचेपछि के हाल्ने त भन्दा 3 लाखको हाल्नुपर्छ यहाँ। त्यो चाहिँ झिक्न पर्दैन भन्ने कुरा भयो अरे। अनि यहाँ 3 लाखको हालेको छ यहाँ खुट्टामा। 3 लाखको। हिजो मलाई छोराले भने हिजो, आमा तपाईँको त्यो झिक्न पर्दैन, हामीले 3 लाखको सल्लाह गरेर 3 लाखको हालिदिएको। आमा मर्नुभयो भने पनि म पिजे गरेर जान्छु, हजुरहरूलाई केही बाधा पर्दैन, म सही गरिदिन्छु, अपरेसन गरिदिनुहोस् भनेर मेरो छोराले भनेको अरे। अनि फेरि त्यता आमा तपाईँको गोडामा 3 लाखको हालेको छ, मैले झिक्न पर्दैन। हिजो मलाई भने छोराले, अहिलेसम्म भनेको थिएन। आमा अब अहिले हस्पिटल जानु पर्दैन हजुरलाई? अब चैतमा बोलाएको थियो, अनि त्यही कुराबाट निस्क्यो। अनि चैतमा बोलाएको थियो, बाबु के गर्ने भन्दा, आमा 3 वर्ष 4 वर्ष लाग्न लाग्यो, अब पर्दैन। तपाईँलाई मैले 3 लाखको हालेको अहिलेसम्म भनेको पनि छैन कि दिदी बहिनी इष्टमित्रलाई थाहा छ कि डाक्टरलाई थाहा छ 3 लाखको हालेको छ, त्यो झिक्न पर्दैन। आमा। अब यता जाउँ ल। ठिक छ हजुर। कति राम्रो कुर्ता लगाएर आउनुभयो, गाँजाको यो अस्ति लगेको गाँजाको उहाँले यो उमेरमा। अनि हजुरले अब यही लिन जाँदा अहिले निन्द्रा ठिक छ हजुरको? आज राति चाहिँ अलि लागेन निन्द्रा, नत्र मलाई लाग्छ। भोक लाग्छ? यसमा अलिकति बाँकी छ। यहाँ घिउ लिएर जाँदै हुनुहुन्छ हजुर। अनि दिशा पिसाब ठिक छ? ठिक छ। अहिले सब आफै गर्न सक्ने हुनुभयो? सक्छु। यत्रो आँट आयो? धेरै त सक्दिनँ म, मान्छे अनुसारको काम। दिउँसो सुत्न मन लाग्दैन। अब नसुत्नु होला? निन्द्रा लाग्दैन। राति सुत्नु? हिँड्न पाए हुन्थ्यो, कता जाम के गर्नु, हिँडिरहन पाएँ, यता हिँडिरहन पाएँ, अनि जान साथीहरू पाएँ, गफ गर्न पाएँ। पहिला चाहिँ त्यसरी हिँड्न सक्नुहुन्न थियो हजुर? सक्दैन। हजुर त यहाँ लठी टेकेर यसरी आउनुभएको थियो पहिला? यो नसा यहाँ अझै पनि यो हुँदै, नासिका पनि लगाइदिने आमालाई यो हुँदै छैन। हुँदै यहाँबाट सर्किने यो जम्मै छाला भर्खर ठिक्क भएको छ है। यो कलिलो आएको छ सबै छाला है। पोका आएको छ, घाउ आएको छ, निको हुँदै गएको छ। सबै राम्रो भए। सबै राम्रो भएको छ। अनि अब हजुरलाई गौमाताले बचाउनु भयो? गौमाताले बचाउनु। अब पछि मोक्ष पनि पुर्याउनुहुन्छ? पुर्याउनुहुन्छ। विश्वास गर्नु पनि गौमाताले? गौमाताले साह्रै राम्रो, एकदम राम्रो गर्नु। ल उहाँ अहिले यता हजुर 88 वर्ष पुग्नुभयो हजुर। यो उमेरमा उहाँले अब कति कष्ट लाग्नुभयो हजुर? साउनको 24 गते 88 पुगेर अनि उता जान्छु। अनि हजुरको अहिले पुरै परिवार खुसी हुनुहुन्छ? सबै खुसी। मेरो 4वटा छोरी बाहिर, सुर्खेतको एउटा छोरी, त्यो मेरो बचाउने छोरी पनि त्यही हो। गौमाता र त्यो छोरी है। यो 3 वर्षसम्म 15 महिना 3 वर्षसम्म मेरो गुमो छोरी त्यही छोरी हो। सबै त्यही छोरीले गर्ने, उनले पकाएर खुवाउने। अहिले छोरी ज्वाइँ सब ठिक हुनुहुन्छ? सबै गर्ने यो छोरी मेरो। मलाई पनि धर्म छोरी हुने चाहिँ यो छोरीले त मलाई कुन चाहिँ हस्पिटल लगेको छैन त, बिराटले लगेको छैन नि, टिचिङ लगेको छैन नि।
यो के भन्ने औषधि गङ्गालाल लगाए छैन कि 3 वर्षसम्म मुटु हल्लियो है हजुर अहिले राम्रो भयो यो लडेपछि मुटु हल्लिन छोड्यो अहिले आनन्द भएको छ सबै भाइ अहिले सबै छ उहाँको ठिक छ स्वास्थ्य हजुरहरू पुरै उहाँसँगै हुनुहुन्छ एकदम निगरानीमा ठिक छ नि सबै थोक हजुरहरूलाई पनि ढुक्क के अरे विश्वास लाग्यो यो भान्साबाट र पञ्चगव्यबाट स्वस्थ हुने कुरा है र त बहिनी पनि हतार हतार सोध्दै हुनुहुन्छ ल छोरा आउँदैछ हजुर कहाँबाट हजुर अब असारमा छोरीको बिहे अनि असोज कार्तिकमा कहिले आउँछन् छोरा बुहारी प्रेसर छ सुगर छ कहाँबाट आउँदैछन् हजुर अस्ट्रेलियाबाट होइन भन्नु बिराएँ है मैले बेल्जियममा ल लु हजुरलाई मैले फेरि नमन गरेँ यो नयाँ जीवन पाउनुभयो अब अझै अब 20-30 वर्ष 40 वर्ष हजुर यतिकै स्वस्थ भएर ठमठम हिँडेर बाँच्ने हजुरको आशीर्वाद लाग्छ मैले त अब आशीर्वाद त हजुरले मलाई दिने हो मैले त हजुरलाई राम्रो कुरा यसरी गर्नुस् भनेको थिएँ अब हजुरले मिलेट भोजन नै गर्ने सिजनको फलफुल तरकारीहरू खाने मिलेट भोजन बाहेक हजुरको पाचन पनि कम छ बेलुका चाहिँ मिलेटको अलिकति सुप मात्रै खुवाउने बिहान यसो तरकारीहरू मुङको दालहरू खुवाउने मिलेट भोजन नै खाने हजुरले अरू खाने होइन है के खाने भनिस् म